जना देख रहल छी अपने सब गिद्दी सीधी पूरे निकलल छै है ना। ये गाड़ी पर से गिरले की गाड़ी चढ़ा देलकै पर? गाड़ी पर से यहाँ के खलासी छले बबू है तो गेट में बुझले ना गिरले आ पिछला चक्का चढ़ा देलकै की स्पोर्टे गिद्दी निकल गेले तुरंते पूरा कपड़े फट गेले से पूरा स्पोर्टे निकल गेले। तकर बाद हम गेलिए से थाना में से पुलिस से लाबले आ वो कसा हमर भैया गेल पछा पछा कसा में जिम्मा लगा देने बस के कसा थाना में बस से जिम्मा लगल आ ये सटनी यहाँ के पुलिस लगल लास्ट के दोकान कर रही है कि पसल यही है घर यहाँ है। आदरणीय दर्शकबिन हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ सिराहाको धनगढी माई नगरपालिका वार्ड नम्बर 9 स्थित रहेको यहाँ हेर्न सक्नुहुन्छ। यहाँ एउटा गाडीबाट गाडीको सहचालक जुन बसको सहचालक हुन्छ त्यो लडेपछि यहाँ हेर्न सक्नुहुन्छ घटनास्थलमै नै मृत्यु भएको अवस्था तपाईहरुले म देखाउन गइरहेको छु र उहाँको बडी चाहिँ अहिले इलाका प्रहरी कार्यालयले लगिसकेको छ र हेर्न सक्नुहुन्छ यहाँको अवस्था तपाईहरुले यस्तो अवस्था छ। गाडीबाट सहचालक लडेर हामीलाई प्रत्यक्षदर्शीको अनुसार गाडीकै सहचालक छ र गाडी जुन बस छ मकालु जनकपुर जाने गाडी छ भनेर हामीलाई खबर प्राप्त भएको छ र गाडीलाई इलाका प्रहरी कार्यालय कसामा राखिएको छ र हेर्न सक्नुहुन्छ यहाँ दर्शकहरूको भिड पनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले र स्पोर्ट नै जेट भएको छ र टाउकोबाट जुन गिद्दी सिद्दी पुरै निस्किएको अवस्था तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यो भिडियो मार्फत म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यो हेर्न सक्नुहुन्छ यो मुसर्निया जाने बाटो र यो हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ यो 0 माइलको बाटो हो जुन पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गमा पर्ने यो अन्तर्गत सिराहाको धनगढी माई नगरपालिका वार्ड नम्बर 9 स्थित रहेको यो हेर्न सक्नुहुन्छ। यहाँ पसल रहेको छ, पसलको अगाडिमा हेर्न सक्नुहुन्छ र प्रत्यक्षदर्शीका अनुसार यो गाडीकै सहचालक रहेको हामीलाई खबर प्राप्त भएको छ र थप हामी विवरण केही बेरमै राख्ने नै छौँ र अहिलेको लागि तपाईहरुले यो भिडियोलाई धेरैभन्दा धेरै लाइक कमेन्ट शेयर अवश्य गरिदिनु होला र गाडी चाहिँ कसाको थानामा राखिएको तपाईहरुलाई म जानकारी गराउन चाहन्छु। हेर्न सक्नुहुन्छ तपाईहरुले यो 0 माइल चौक भयो हेर्न सक्नुहुन्छ। 0 माइल चौक भन्दा जुन वकिल को